सो गाइस है मलाई गएको सालको झझल्को आउनु थालिसकेको छ। गएको साल मैले दसैँ लगत्तै धान काट्दाखेरि पानी परेर पाउनुसम्म दुःख पाएको थिएँ। जसरी त्यतिखेर चाहिँ के भयो भन्दाखेरि बेलुका हल्का पानी पर्यो र गुगलमा हेर्दाखेरि पानी देखाएन होइन। 4-5 दिन पानी देखाएन गुगलमा। सो त्यो अनुसार पानी धान काटेको थिएँ र रातिबाट फेरि 2 दिन एकदम अविरल वर्षा आएपछि पानीले पुरै ढाकियो होइन। पुरा बाढी आएर मेरो धान यति भिजेर सबै उम्रेको छ गएको साल। सो त्यही पनि यो वर्ष अघि बिहान न्युज हेर्दाखेरि अब धान काट्दा हुन्छ अब 4-5 दिन पानी छैन भन्ने न्युजले भनेको कारणले गर्दाखेरि आजबाट धान काट्नु सुरु गरिसकेको छु। र यो चाहिँ मैले अघि बिहान हिजो आइतबारको दिन हिजो शनिबारको दिन आधी लगभग एक कट्ठा काटेको थिएँ भने अहिले बिहान यति काटिसकेको छु। र अहिले धान काट्ने खेतालाहरू बोलाइसकेको छु र यहाँनिर धान हामी काट्दैछौँ। आज सकेसम्म लगभग आज सबै सिद्ध्याउने भन्ने नै टार्गेट गरेका छौँ र हेरौँ कति सकिन्छ होइन। सकेसम्म चाहिँ सबै काटिसकौँ भनेर 7-8 जना म लगायत 8 जना छौँ र 8 जनामा अब कति के काटिन्छ भनेर अब धानको बालाहरू हेर्नुहोस् अब खुरिसकेको छ सबै र यस्तो छ। अहिले अब निकै छ काट्न होइन। यो देखेकोहरू सबै काट्नु पर्ने छ र यसरी आज अब हाम्रो धान काट्ने काम चाहिँ सुरु भइसकेको छ र यसरी हामी धान काट्दैछौँ र म पनि काट्छु अहिले। र यो हल्का तपाईँहरूलाई मैले भिडियो बनाएर देखाउँदैछु। तपाईँहरूलाई मन परे लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला है त। सो गाइस फाइनली हिजो बेलुका 6 बजेसम्ममा हामीले धान काटिसक्यौँ र हेर्नुहोस् अहिले अब यसरी धान काटेर पुरै खेतमा लडाइराखेको छौँ। तर एउटा कुरो आजबाट फेरि मौसम चाहिँ बिहानदेखि धुम्म छ। हल्का हावा पनि चलिरहेको छ होइन। अब पानी पर्छ कि पर्दैन त्यो चाहिँ थाहा छैन। तर जुन आज मैले बिहान बुलेटिन सुन्दाखेरि जुन न्युज सुन्दाखेरि चाहिँ अब पहाडी भेगमा चाहिँ आज हल्का पानी पर्ने सम्भावना चाहिँ छ अरे कोशी प्रदेशमा। तर अब तराई भेगमा चाहिँ पानी पर्ने सम्भावना एकदम कम्ती छ अरे, पर्दैन भनेको छ र त्यही भएर अलिकति मनमा शान्ति पनि छ। त्यही पनि गएको सालको जुन त्रास छ मलाई त्यो त्रासले अझै पनि मलाई छोडेको छैन। यसो धुम्म हुँदाखेरि चाहिँ मलाई अत्याधिक डर लाग्छ। किनभने गएको साल मैले मेरो यति दुःख पाएँ। मैले पानी पर्दाखेरि मलाई निद्रा लाग्दैन थियो किनभने मेरो धानहरू उम्रेर 2 दिन जति खेतमा पानीमा डुबेपछि धान उम्रिहाल्दो रहेछ र त्यस्तो भएको थियो होइन। सो त्यही भएर मलाई अझै पनि डर लाग्छ। त्यही पनि अहिले अबको 2 दिनसम्म चाहिँ पानी नपर्दियोस् भन्ने एउटा आशा छ र भगवान् सामु त्यही प्रार्थना गर्छु। र अब 2 दिन पानी परेन भने चाहिँ मैले धान यसो कुन्यु लाएर छोप्नु पाएँ भने चाहिँ आनन्द हुन्थ्यो भनेर सोचिराखेको छु। र हिजो मरी बल्ल गरेर हिजो 6 बजीसम्ममा चाहिँ धान काटिसकेको छु र यो चाहिँ अन्तिम 6 बजी लगभग 6 बजेर 10 मिनटमा काटिसकेको थियौँ। यो चाहिँ दिउँसो काटेको धान चाहिँ अहिले निकै सुकिसकेको जस्तो देख्नु थालिसकेको छ र तर यो चाहिँ बेलुका 6 बजेर 10 मिनटमा काट्दाखेरि चाहिँ यस्तो छ। यो चाहिँ हरियो नै छ र पारिपट्टि चाहिँ अलिक छिटो बाटो पारिपट्टि चाहिँ अलिकति छिटै काटियो किनभने ठुलो गरा छ। त्यो चाहिँ 4.5 कट्ठाको गरा छ होइन। त्यो गरा चाहिँ किनभने भरे अब थाकेको बेलामा काट्नु सकिँदैन र बरु उल्टी बेलामा त्यो काटौँ भनेर त्यो चाहिँ काटियो। र यसरी अहिले अब हेर्नुहोस् धान चाहिँ काटेर खेतमा लटरम्मै लडाइराखिएको छ। तर पानी नपरोस् भन्ने एउटा आशा छ। भगवान् सामु त्यही प्रार्थना गरिराखेको छु र यसरी तर दिन धुम्म भएको कारणले गर्दाखेरि एकदम मनमा चाहिँ डर चाहिँ छँदैछ मेरो। किनभने मैले गएको साल जति मैले पीडा भोगेको थिएँ त्यो कुरा म बाहेक अरू कुनैले पनि महसुस गर्नु सक्दैन। सो गाइस है यस्तो छ। अब यो अलिकति अगुवा पाक्ने बालीमा पनि अलिक समस्या नै हुन्छ। अब यो तोरी हान्ने भनेर एकदम छिटो गरेको भन्दा पनि धान पाकिसकेको छ र त्यही भएर अलिकति छिटो गर्नु खोजेको। तर यस्तो भइरहेछ अहिले। अब मौसमले चाहिँ अलिकति दुःख देला जस्तो देखिन्छ। त्यही पनि तराई भेगमा चाहिँ पानी पर्दैन भनेको कारणले गर्दाखेरि अलिकति मनमा चाहिँ ढुक्क छ। सो गाइस यस्तो छ। मैले चाहिँ अब अहिले यो
4-5 दिन चाहिँ एकदम म खेतीमै व्यस्त हुन्छु। सो